Yo soy Pablo Emilio Escobar Gaviria. लकडाउन आज हामी कहाँ फिल्म जाँदैछौँ होइन त्यस्तो हुँदैन दाइ कुरा हुँदैन त्यस्तो फिल्म जाँदैछौँ होइन अहिले चाहिँ कति बज्यो दाइ कति बज्यो 6:40 ट्याक्कै भएको छ बेलुकाको आज चाहिँ हामी अब फिल्मसम्मको लामो यात्रा भन्नुपर्छ छोटो होइन दाइ पर नि फिक्स हुँदैन क्या पर बन्द भइसकेको हुन्छ क्या पेट्रोल हामी चाहिँ जिरोमा पेट्रोल हाल्नु जाँदैछौँ अनि अब हेरौँ के हुन्छ पाँचतोरसम्मको आजको यात्रा त्यो पनि बेलुकाको केटाउ कस्तो हुन्छ हेरौँ एकछिनमा ल केटाउ हामी पेट्रोल हाल्दैछौँ सबै पछिको त नि फुल भयो नि ल अब हामीलाई चल्छ के चाहिँ दाइ पछाडि दारी खिचौ ल चल्दिउँ अब हामी पेट्रोल हालेर नो रिक्स क्या पर देब्लादेमा छैन भने बिजोक हुन्छ अब अहिले पो अब जेनेरेसन चेन्ज भयो तपाईँहरूको पालामा लेगेसी कस्तो थियो त हौ दाइ चाहिँ फिल्म स्पोर्टिङ क्लबको हो एक्स प्लेयर होइन अनि काठमाडौँबाट बी डिभिजन खेल्नुभएको नि दाइ बी डिभिजनको पनि खेल्नुभएको कुकुन क्लबबाट अनि उहाँले त्यहाँदेखि चाहिँ ह्याप्पी छोडिदिनु भएको क्या भरे कुरा गरौँ दाइसँग अब अहिले चाहिँ हामी जिरोमा छौँ अब जिरोदेखि चल्दियो दुईवटा पुग्यौँ अनि अब हामीलाई चाहिँ 6:40 हिँडेको घरदेखि अहिले कति बज्यो बेलुका 6:40 7:40 पुग्छ 8:40 9:40 9:30 पुगिन्छ होला हौ अहिले चाहिँ कलपोटमा आइपुग्यौँ हामी कलपोट भन्छ यसलाई चाहिँ चल्यो क्या भयो रे अंकल जी क्या हुआ रे यो चाहिँ के अरे खडेल लाएर है केटा यो ठाउँबाट चाहिँ हुस्से नलागेको होस् क्या हुस्से लाग्यो भने समस्या हुन्छ होइन हुस्से चाहिँ नलागेको होस् अरू ठिक छ बाटो ब्याक्टो हुँदैन नै तर त्यो अलिक हुस्सेले चाहिँ अलिक बाटो कहाँ बनाइदिन्छ क्या बोकेको छु नि दाइ यो चाहिँ केटा हो चुटे घाटी हो यो त तल गयो भने चाहिँ तोरीबाटी जान्छ के भयो दाइ मलाई पनि मार्गी लाग्नु सुरु भएको थियो दाइ हल्का लाग्नु खोज्दै थियो नुहाइदिएको त चत्तै गुम्बा डाँडा केटा हो यो चाहिँ हजुर छ दाइ सबै छ ल दाइ सेफ लाइफ होइन दाइ
बेलुका ठुलो गाडीहरू हिँड्छ यहाँ चाहिँ नो रिस्क केटा यहाँ पेट्रोल नपाउनु हेर्नु त क्लोज छ नि यस्तो हुन्छ क्या नि नो रिक्स तलबाट यो चाहिँ केटा हो बिप्लाटे हो बिप्लाटे सहर भन्नु नमिल्ने बिप्लाटे बजार लगेर हामी चाहिँ अहिले पुवाको आइपुगेको छौँ अनि हुसे लागिरहेको छ लास्टै डेन्जर अब यहाँ माथिबाट दाजुभाइ चिलमा अब माथि चाहिँ हुसीले मार्छ होला केही देखिँदै छैन क्या अगाडि बिस्तारै जाने हो यो चाहिँ पुवा खोलाको ब्रिज गाडी बन्दले गर्दाखेरि बाटो खुल्लै छ केटा हो हामी चाहिँ अहिले पुवा खोलाको उकालो चढ्यौँ अब एकैचोटि अब खाजा खाने ठाउँमा भेटौँ राँकेतिर सर्टै सर्ट हामी चाहिँ अहिले कहाँ पो आइपुग्दै सिटिभिटी अगाडि त्रिवेणी होटलमा एकदम खाजा लगेर हामी चाहिँ पिटीमा आइपुग्यौँ दा यहाँ हुनुहुन्छ बाइक त्यहाँ छ अहिले कति बजी भाइ 9 बजी ठ्याक्कै आइपुग्यो बाटोमा धेरै बस्यौँ पनि दामी रहेछ यार भ्यू त यहाँ आउनु होला अनि त्यहाँदेखि यहाँ दामी भ्यू हेर्नु होला यही भन्दै हामी लाग्यो गल्यो लगेर हामी चाहिँ चल्थ्यौँ राउन्डमाथि के चाहिँ राई लगेर हामी चाहिँ फिटिङमा आइपुग्यौँ अब यस्तै हो अब एकचोटि फिटिङको बजार देखाइदिउँला होइन माथिबाट हेरेर चाहिँ बबाल थियो क्या त्यहाँ बस्ने ठाउँ पनि बनाइदिएको रहेछ धन्यवाद भन्न चाहन्छु होइन दाइ एकदम धन्यवाद भन्न चाहन्छु म नि जिल्ला वन कार्यालय चाहिँ यही होला हो फिटिङको पास्टरको जिल्लाको यो चाहिँ शनिबारे भन्ने ठाउँ हो एकटा हो शनिबारे यहाँ चाहिँ फागुनन्दको स्ट्याचु पनि छ दामी बनाएको रहेछ हामी चाहिँ कताबाट चल्थ्यौँ दाइ यताबाट चल्थ्यौँ घुमेर चल्थ्यौँ हो गएर पनि त्यही त एउटा कुरा सुत्नु त पर्ने हो कति सुत्नु लगेर ल पुलिसहरू बसिरहेको छ त के हो आज बन्द हो कि बन्द भएर हो कि किन दाइ पुलिस बसेको होला नि बन्दको कारण मामाश्रीहरू बसिराख्नु भएको छ दामी बनाएको छ क्या यो फिटिङ चाहिँ पहिला त धुलै धुलो बाटो पनि कस्तो सानो खिच्चा थियो अहिले चाहिँ बाटो पनि ठुलो त्यस्तो धुलो पनि उड्दैन बजार दामी छ हामी जानुपर्ने पो दाइ त कहाँ पो हुला कार्यालय कि के हो टोलमा हामी जानुपर्ने त कहाँ पो के टोल चाहिँ के हो चौतारे टोलमा रहे हामी चाहिँ जानुपर्ने दाइ चाहिँ फेरि यो फिल्म स्पोर्टिङको प्लेयर हो नि एक्स प्लेयर केटा हो सक्दैन नि फेरि कसैले दाइहरू खेल्दा त म त बच्चै थिएँ नि होइन दाइ 5, 6, 7 कतिमा पढ्थ्यो
दाइ पनि निकै बुढो पो रहेछ त तर हेन्सम भएर हो दाइ कलिलो देखेको क्या मस्त लड्की थी भनेको जस्तो पछाडि राम्रो केटी फर्क्यो बन्द होइन रात परेर हौ दाइ 10 बज्न आँट्छ कि अब हामी यहाँदेखि उकालो परै जानुपर्ने हुन्छ यता लेफ्टपट्टि यो टर्न गरेर गयो भने चाहिँ ताप्लेजुङतिर पुगिन्छ केटा हो तेह्रथुम जाने ताप्लेजुङ जाने हामी चाहिँ यतै गयौँ यो चाहिँ जिल्ला कार्यालय पनि होइन यो त हस्पिटल हो जिल्लाको पाँचथर जिल्लाको आजभोलि चाहिँ अलिक बोल्ने आँट आउँदैछ क्या दाइ सुरुमा त नि आमामा के बोल्नु नि दाइ मलाई नाच्नु चाहिँ आउँदैन क्या कसम नाच्नु चाहिँ आउँदैन लाज लागेर आइहाल्छ उहाँ पऱ्यो हेर्नु हामी चाहिँ यो चौतारी भन्ने ठाउँमा ठ्याक्कै ये हे यहीँ राख्नुपर्ने हो त The next day. लगेर हामी चाहिँ त्यहाँदेखि निस्किसकेको छौँ बिन्स के अरे हामी चाहिँ निस्किसकेको छौँ आउनुभयो अनि मेरो पछाडि दाइ हुनुहुन्छ अनि अर्को दाइ चाहिँ अघि गइसक्नु भएको छ माझी तार चाहिँ यहाँ फिट्यो पुग्ने हो यो चाहिँ कोरिडोरको बाटो हो क्या पहाडी कोरिडोरको बाटो रे यो बाटो चाहिँ धरान जान्छ होइन दाइ यो बाटो धरान जान्छ होइन धरान जान्छ होला जस्तो लाग्यो कोरिडोरको बाटो यहाँ राम्रो याद भएन अनि हामी चाहिँ माझीटार झरेको छौँ यहाँ तल खोला अनि आज चाहिँ हामी फर्किन्छौँ पनि होला अहिले त्यस्तै 12 बजे होला 1-2 बजीतिर कति बेर फर्किन्छौँ इलाम फर्किन्छौँ अनि हामी चाहिँ यसो यहाँ हेर्नु आइदिएको नि हेर्नु कस्तो छ भनेर पहिला हामी आउँदाखेरि बारीले बढेर गएको थियो क्या मान्छे बढेको थियो क्या त्यहाँदेखि कस्तो आउनु नि कस्तो साइको लाग्छ क्या यो ठाउँतिर यो खोलाले कम्ता मान्छे बढाएको छैन यताबाट हिवा खोला राइटपट्टिबाट लेफ्टपट्टिबाट तमोर खोला तमोर होइन दाइ लेफ्टपट्टिको खोलाको नाम त के भयो काबेली होला हो होइन है काबेली होइन कुन खोला चाहिँ पर्दैन लगेर हामी चाहिँ माझी तार आइपुग्यौँ होइन अनि यो पारीको त तेह्रथुम होइन दाइ पारीको तेह्रथुम यो पाँचथर त्यही हो केटा माझी त अब पानी त कम त धेरै छैन रहेछ यार है ठुलो पानी त ठुलो रहेछ यार यो ठाउँलाई चाहिँ माझी तार भन्छ केटा हो यहाँ चाहिँ बोटिङ सोटिङ पनि गराउँछ होइन अनि अब माछाहरू पनि पाउँछ खानुको लागि ठिकै छ राम्रै छ शुक्रबार शनिबारतिर अब हुन्छ नि केटाहरूसँग ह्याङआउटका लागि कता ए पर पो हुनु रहेछ पर हुनु रहेछ शुक्रबार शनिबार यसो आएर यहाँ टाइम पास गर्ने चाहिँ मजा हुन्छ क्या केटाहरूलाई अब यो दाइहरू चाहिँ यहाँको पहिलाको एक्स प्लेयरहरू अनि दाइहरूलाई सबै थाहा छ हजुर सिट म्यान यो हिलो चाहिँ मलाई हेर्नु मन पर्दैन हौ यहाँ यो वारी चाहिँ 5 तर केटा पारी चाहिँ ताप्लेजुङ ताप्लेजुङ गरेर तेह्रथुम दाइलाई चाहिँ गुले चेपेको अवस्था ओए माछा पक्रिनुको लागि हो कि यस्तो दामी छ यार खोलाहरू पारी चाहिँ तेह्रथुम वारी चाहिँ 5 थर केटा हो हामी चाहिँ यहाँदेखि फर्किनु पर्ने हुन्छ लगेर खोला चाहिँ निकै ठुलो छ अनि हामी चाहिँ
यहाँ पर एकछिन बस्छौँ यहीँ बस्छौँ होला लगेर यताबाट चाहिँ हिमा खोला आउँछ यताबाट चाहिँ कुन खोला हो यो थाहा छैन अनि यो तमोर खोला होला यो ठाउँको नाम चाहिँ माझटारो हो यो चाहिँ 5 टका पर्छ यता चाहिँ 1300 पर्छ त्यही हो अब एकछिन बस्छौँ कति ठुलो खोला यो ठाउँमा चाहिँ क्या अब मान्छेहरू बगाउने ओर्ने लास्टै गर्छ क्या अब जस्तै माथितिर पानी पऱ्यो भने लेकतिर यहाँ बढेर आउँछ क्या पहिला यो ठाउँबाट 2जना यो ठाउँबाट 2जना मान्छे बगाएको क्या चिनेको मान्छे त्यहाँ बोतल हाउस भन्ने थियो होइन त्यहाँदेखि बगाएर लगेको बाल्छो ठाउँ चाहिँ घुम्न आउँदा आउनु खत्म बाय बाय टाटा गुड बाय गया